नमस्कार साथीहरू, आज म मेरा जन्मिएका ठाउँ, मेरा हुर्केका ठाउँ आएको छु। यो ठाउँ हो अछामको गोइलापानी। गोइलापानीमा तपाईँले हेर्न सक्नुहुनेछ, यो हाम्रो परे त्यहाँ बागबाजाको ढुङ्गो थियो। त्यो ढुङ्गो अहिले आछिन कहाँ ग कति राम्रो थियो। हामी नाना हुने बेला त्यहाँ बसिखण्ड उखेल्ला छौँ। त्यो बाँदर बाजे मुथी जाने एकाले 4-5 जना छौँ, खेल्ला छौँ, यसो थियो। अब कठै अहिले हेरौँ भनेपछि त्यो म ढुङ्गै आछिन। र हाम्रो यो दृश्य एकदमै कति मनमोहक छ भन्ने कुरा यो भिडियोमा हेर्न सक्नुहुनेछ तपाईँहरूले। र यो बडको रुख छ एम्बो, एउटा हेर बाटो यसो छ। यो भर्खर बाटो बनाएको हुनाले अलि राम्रो छ, नत्र एउटा बँदेल, बाघ, भालु लगायतका अन्य जङ्गली जनावरहरूले हाम्रो उठी बास लगाइसक्यो भने पनि भयो। त्यही कारणले एउटा खेतेर यसा खेद्छन्। कसा खेद्छन्? पहिला रोप्दा छिया, गोड्दा छिया, लाउँदा छिया। आजभोलि यसो यो खेतौडो खुट्टो टेक्न बाटाको छैन।